गाइज यो मान्छेलाई मैले अस्ति नेपालबाट मकै ल्याउनु साथी भनेर मेसेज गरेको होइन, ऊ आएको अहिले 5-6 दिन भइसक्यो। तर मकै ल्याउनु त ल्यायो, तर फ्रोजन मकै ल्याएछ के साथी। मकै देऊ मकै यहाँ छ, मकै यहाँ छ। यो जाडोमा भुटेको मकै खान पाइसी कसको मन रमाउँदैन होला। तर खोल्नै सकिनँ यार, मकै भन्दा चाम्रो त यो प्लास्टिक पो रहेछ गाइज। दाँत पनि अलि बलियो रहेछ यार, कोलगेटले ब्रस गर्छु नि त। एक त ट्राई गर्छु ल। मिठो ल, सबैलाई बाँड्छु म। मैले सबैलाई मकै बाँडेँ। उसलाई यति क्यामेराम्यानले नि हात थापा अब ट्याग लगाएर मकै दाइ नेपालको भाइ साइरा कसम यार। दाइ ल मकै खानु, मकै 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 हामी खाइदिनु मकै है। हल्ला नगरौँ धेरै, मान्छेले मान्छे मकै यस्तो महँगो मकै है। कति मिलाएको साथी? 110। ए आफैले घरमा भुटेर प्याक गरेर त ल्याएको होइन नि दोस्त। मकै हो यो जुनेली मकै त पक्कै होइन, सिरिमली मकै ल सबै थाहा यो मान्छेलाई। सिरिमली घिरिमली मकै खाएको केटाहरूले। गाइज विदेशमा आएर यसरी मकै खान पाउँदाखेरि मलाई एउटा गीतको नाम आयो, याद आयो क्या, मकै बारी दर्याम दर्याम हरिया काका कर्याम कर्याम मकै बारी दर्याम दर्याम हरिया काका कर्याम कर्याम।